What up? What up? Namaskar, Suswagatam. Welcome to the channel. Welcome to the hood. भन्छ नि आज पनि म एउटा भिडियोमा रियाक्सन एउटा गीतमा लेटेस्ट सङ हाम्रो यङ वेभको सङमा चाहिँ म रियाक्सन गर्न लागिरहेको छु हैन द टाइटल अफ द सङ इज हुड लाइफ अफिसियल म्युजिक भिडियो प्रोडक्सन जेन के त्यति राम्रो सोचिँदैन मैले तर फेरि हैन हुन्छ नि साउट आउट सबैजनालाई यङ वेभ वी अल नो यङ वेभ सिधै हो धेरै नगरिकन गीत सुन्दिम है त Let's go, Hood Life. Miss U. फेरि हल्लाउ ननिस्के म केडियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुण्डा गर्दी छोडिसके नाउ वी आर बिजी हल्लाउ ननिस्के म केडियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुण्डा गर्दी छोडिसके नाउ वी आर बिजी बाटुलो भए मासु छाड्दैन बुझिस टोलटोलमा खोज्दै हिँड्दा कतातिर लुकिस थाक मात्र लगाएर काम छैन मुजी घरभित्र ग्याङस्टर बाहिर हुँदैछ खोजी तेरो मात चिक्ने ओए केटाहरु कस्तो जो सङ छ भने यार ड्याम ठिक छ तर अब अलिकति ग्याङस्टर पारा गीतमा अब यति त हुनु परिहाल्यो हैन यदि भयो भने त फेरि त्यो वाला भाइब्स त्यो वाला फिल नै हुँदैन नि त सही हो त्यस यङ वेभको भोइस पनि अलिकति हुन्छ नि राम्रो छ राम्रो भन्नाले अब के भन्छ त्यसलाई हल्का गहकिलो टाइपको छ हैन अनि त्यसमाथि यस्तो ग्याङस्टर गीतहरू चाहिँ जस राम्रो सुन्छ सबै गीत राम्रो सुन्छ हैन ट्यालेन्टेड मान्छेहरूले जस्तो गाए पनि राम्रो सुन्छ तर जस यस्तो गीतमा झन् अलिकति बढी नै मलाई त्यो उसको भोइस सुट भयो जस्तो लाग्छ क्या मलाई चाहिँ त्यही होइन खोज्दै टोटल खोज्दै हिँड्दा कतातिर लुकिस बुझिस टोलतिर दाइहरू भाइदेखि लुकिस थाक मात्र लगाएर काम छैन मुजी घरभित्र ग्याङस्टर बाहिर हुँदैछ खोजी तेरो मात म पहिले टोलतिर दाइहरू भाइदेखि कामनी नाइकेहरूसँग थाप्छु आफ्नो ज्यानको बाजी थन्काको धेरै भयो खुकुरीको थार्नी टोलतिर दाइहरू भाइसँग डर के अरे तेरो मात चिक्ने म पहिलेदेखि आँटी टोलतिर दाइहरू भाइदेखि कामनी टोलतिर दाइहरू भाइदेखि कामनी यो चाहिँ मैले उसको इन्टरभ्यू हेरेको थिएँ होइन जस लाइक हुन्छ नि 7 एडा पढ्दाखेरि होइन टाइम के भएको अब 7 एडा पढ्दाखेरि जस 9 10 को जस आफूभन्दा सिनियर दाइहरू पनि लाइक हुन्छ नि अगाडि पनि चलपलै थियो भने जस्तो कुरा गरिरहेको थियो विच इज दामी नै हो हुन्छ नि अब इन अ वे अब जस्तोमा जे चल्छ त्यही अनुसारले चल्नु त पऱ्यो नि त होइन अब हुन्छ नि भन्नाले ठिक छ टोलतिर त्यस्तै नै मान्छेहरूलाई अलिकति गन्छ मान्छेहरूले होइन हुन्छ नि सबैले चिन्छ त्यस्तो मान्छेहरूलाई अब त्यो कुराहरू थुक्क परेर बस्ने हुन्छ नि अब लाइक टोलकै मान्छेहरूले पनि को हो त्यो टाइपको कुरा हुन्छ नि त त्यसै हुन्न नि नाइकेहरूसँग थाप्छु आफ्नो ज्यानको बाजी थन्काको धेरै भयो खुकुरीको थार्नी कि तैँले मलाई मार्ने कि मैले तँलाई मार्ने जिन्दगीमा सिकिएन खेलेपछि हार्ने दुईजना खेलेपछि एकजना मर्ने टाउको तल खुट्टा माथि सजाएर गाड्ने हो मुजी तँलाई तोपको चार्जमा हुन्थ्यो सामान हातमा थिएन केहीको वास्ता हामी त्यस कसले थर्का यस्तो रे ड्याम धरो थर्का छ हामी प्रति मान्छे आकर्षित त मुजी बाल पुलिसले लखेड्दै थियो हातमा हतकडी बाल पुलिसहरू ड्रेसमै थियो काटामार गरेको सबैले देख्दै थियो बल्ल निस्क्यो वास्तविकता काण्ड मचाउने चाहिँ हामी कहानीहरूले लेख्दै थियो निस्के म केडियम सिडी कस्तो त्यो फेस पनि पुरा एङ्ग्री वाला छ त काटामार गरेको सबैले देख्दै थियो बल्ल निस्क्यो वास्तविकता काण्ड मचाउने चाहिँ हामी कहानी निस्के म केडियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुण्डा गर्दी छोडिदिसके नाउ वी आर बिजी हल्लो ननिस्के म केडियम गुण्डा गर्दी छोडिदिसके नाउ वी आर बिजी सही हो बिजी हुनुपर्छ ब्रो
गुन्डागर्दी आफ्नो ठाउँमा छ तर त्यो हुन्छ नि त्यही हो अब गुन्डागर्दी आफ्नो ठाउँमा छ होइन अब त्यो पनि अब चाहिन्छ होला गर्नुपर्छ होला आफ्नो ठाउँमा छ तर जस एउटा आर्टिस्ट भइसकेपछि मेन फोकस चाहिँ आर्टतिर गर्दा ठिक हुन्छ जस्तो लाग्छ मलाई त्यो माथि राम्रो एउटा फ्युचर राम्रो छ नि त हामीले हेर्दाखेरि पनि यु क्यान डु इट टाइपको होइन उसले गरेको राम्रो भइरहेको छ त्यही भएर यसमै फोकस गर्दा राम्रो हुन्छ गुन्डागर्दीलाई साइडमा राखेर छोडिदिएर भन्दा छोडिदिँदै हुन्छ त्यस्तोहरू तर त्यही त हो अब भन्ने केही पनि चिजहरू छोड्न सजिलो छैन क्या छोड्नलाई त हुन्छ नि इम्पोसिबल छैन तर इट्स हार्ड के चिज पनि छोड्नलाई गलीमा हुन्छ ग्याङ्स्टर कोही नामले कोही कामले कोही दामले ओली ध्यान गर चक्रपथ भित्रबाट अथोरिटी आए तँलाई गाह्रो पर्छ बाबु चाहे नेपाल होस् या ब्याङ्कक हङकङ होस् या लन्डन घुमाएसी कल आँखाले देख्छस् चलपल हाम्रो नाम काफी काम देखे काम जस्तो तर्पिनु पर्छ मुजी पल पल एक कल हानेपछि सात सबले दिन्छ नि नचिताए हुन्छ तैँले भविष्यको दिन यो काले साले पनि छ क्या बे चलपल हाम्रो नाम काफी काम देखे काम जस्तो तर्पिनु पर्छ मुजी पल पल एक कल हानेपछि सात सबले दिन्छ नि नचिताए हुन्छ तैँले भविष्यको दिन पनि सासौँ जेल हाम्रै हातमा छ सिन पनि नाम लिँदै जिस्के चिप्लिन्छ तेरै जिन्दगी त्यो नेपाली हो कि को हो त्यो खै त्यहाँ बज गरिदिउँ नेपाली हो र यो नेपाली हो जस्तो लागेन मलाई यसो हेर्दाखेरि फेरि होला है सरी त्यस्तो हो मैले यताउति केही भयो नि तर जस्तो हुन्छ नि कालेहरू त्यो देखिरहेको भएर होला काले ब्याटो पनि निस्किहालेको मुखबाट तर सायद विदेशी नै हुनुपर्छ मेरो विचारमा चाहिँ आरो न तर नो अफेन्स है त्यस्तो केही नराम्रो भन्नु खोजेन तर फेरि है नि नचिताए हुन्छ तैँले भविष्यको दिन पनि सासौँ जेल हाम्रै हातमा छ सिन पनि नाम लिँदै जिस्के चिप्लिन्छ तेरै जिन्दगी केटिएममा मोडरमा छिरेपछि बोर्डरमा भाँचेर फालिदिन्छु नेपालको सिम पनि पहिला चाहिँ ग्याङ्स्टर फेमले गर्दा सोझो बन्नु परे मलाई चाहिँदैन इन्डस्ट्रीको सिम्प्याथी हात जोडे लाखचोटि छोड्दिन दिमाग रोगी हिँडेछु पहिला चाहिँ ग्याङ्स्टर फालिदिन्छु नेपालको सिम पनि पहिला चाहिँ ग्याङ्स्टर फेमले गर्दा सोझो बन्नु परे मलाई चाहिँदैन इन्डस्ट्रीको सिम्प्याथी फेमले गर्दा सोझो भन्नु पऱ्यो मलाई चाहिँदैन इन्डस्ट्रीको सिम्पथी अरे अब किन बोल्नु मलाई ठिक छ अब के भन्ने आफ्नो चोइस हो के गर्छु कसो गर्छु भन्ने कुराहरू होइन टु वरेभर हुन्छ नि इफ फिल हुन्छ नि यो चाहिँ मैले गर्दा ठिक हुन्छ भन्ने कुरा महसुस हुन्छ त्यही गर्दा हुन्छ तर चाहिँ होस् एउटा राम्रो आर्टिस्ट हो अहिलेको हुन्छ नि रिसेन्टली जे हुन्छ नि अलिकति चलबलै हो भनौँ न त्यही भएर पनि आर्टबाट फोकस गर्दा हुन्छ भन्ने कुरा हो हामी जस्तो लिसनरहरूको चाहिँ त्यस्तो कुरा हो होइन अब तपाईँहरू जस्तो सिङ्गरहरूले के गर्नुहुन्छ भन्ने कुरा चाहिँ इट्स अप टु यु गाइज है त छोड्दिन दिमाग रोगी हिँडेछु गोजीमा बोकी बोल्दिन सिधा छेठामा दाईहरू दिँदा हाडे हो तिहार बोकी रगतको बाढी बगाउँथ्यो कसैले केही नसोची निस्के म केडिएम रगतको बाढी बगाउँथ्यो त्यस अनि अर्को कुरा चाहिँ मैले के भन्नु थिएँ भन्दाखेरि लाइक एकदम क्लियर छ क्या भोइस बाबाले क्लियर छ क्या मिठो हो भने त अब वर्कआउट पनि त्यस्तै गरे होला होइन गीतमा लाइक पनि छ नि मिक्सिङ मास्टरिङ के सबै राम्रोसँग गरे होला त्यो पनि राम्रो तर त्योभन्दा पनि लाइक हिज भोइस इज सेल्फलाई एकदमै एकदमै के भन्छ त्यो क्लियर छ क्या मजाले बुझिन्छ के भनेको शब्द हुन्छ नि सब बुझिन्छ क्या उस चिज हुन्छ नि एकदम राम्रो म जस्तो राम्रोसँग नबुझिसकेको मान्छेहरूको लागि चाहिँ किनकि म छिटो बोल्यो त आफै छिटो बोल्दा हुन्छ बोल्न चाहिँ फेरि होइन तर चाहिँ सब अरूले मेन छ ऱ्यापहरू ऱ्याप गीतहरूमा क्या अब त्यो के भने भनेर लाइक बुझ्न एकदम टाइम लागिरहेको हुन्छ मलाई उसको चाहिँ सबै बुझिरहेको छु मैले है बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुन्डा गर्दी छोडिदिसके नाउ वी आर बिजी हल्लो न निस्के म केडिएम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुन्डा गर्दी छोडिदिसके नाउ वी आर बिजी सही ब्रो Inertia
प्रशान्त साक्य हाम्रो डाइरेक्टर, सिनेमेटोग्राफी एडिट रोहित खड्गी एन्ड के साक्य नाम पनि कस्तो केटाहरूको युनिक यार जिसन ड्याम सही होला। न्यू मेम्बर्स रूपेश तन्दुकार भाइ अब यो नाम मैले राम्रोसँग लिइरहेको छैन भने चाहिँ आई एम सो सरी, किनकि अब हुन्छ नि भयो यार, त्यही भएर ठिक छ ल। सारा टु अल, सारा टु होल टिम गीत सके त होला नि होइन, यति भइसक्यो ल। दामी है, दामी ए फेरि यस्तै हुन्छ क्या, मलाई त्यही मन पर्दैन यसको। अनि आई क्यानट गो ब्याक भन्छ अब भयो ल, एडमै बस्ने भएन, त्यही हो, राम्रो छ, दामी छ, बवाल छ है। अब ग्याङ्स्टर गीतहरू सुन्न पनि छुट्टै मजा आउँछ हुन्छ नि। अब फेरि मेरो चाहिँ सुन्ने बारे त्यस्तै छ, चुबो लागेर भएर सुनिदिइरहन्छु, फेरि त्यो त अर्कै भयो, जस भन्नाले सिरियस भएर सुनिरहन्छु होइन, त्यति साह्रो छैन नि त। तर गीत दामी छ, क्ल्यारिटी बवाल लाग्यो मलाई, म्युजिकलिटी म्युजिक भन्नाले म्युजिक पनि त्यस्तो बवाल छ होइन, बिट सिट सब त्यहीमाथि। अब थर्काइ त कला थर्का हो, त्यो थर्कै होला हो, त्यस्तै थर्का छ नि त। सो त्यही होला, राम्रो छ, आई लभ इट। यो सबैजनाले सुनिदिनु होला, सपोर्ट गरिदिनु होला है। आर्टिस्टहरूलाई त्यही भने हामीले गर्ने भनेको त्यसरी नै सपोर्ट गर्न सकिन्छ, हामीले गर्ने भनेको सुनिदिने हो, सपोर्ट गरिदिने हो। यसो अब त्यति चाहिँ गर्नुपर्छ हामीले, त्यही नै होला। त्यति भन्दै अब आजलाई मैले बिदा चाहेँ, पछि फेरि अर्को भिडियोमा भेटौँला है त ल, टेक केयर, बाइ।